सो हेलो नेपाली ट्रेडर्सहरू, हजुरहरूले चाहिँ आजको दिनमा सेयरहरू किन्नु भयो या बेच्नु भयो त? सो कतिको ठिक गर्नुभयो या कतिको बेठिक गर्नुभयो त्यो त भिडियोको अन्त्यमा भनिदिन्छु। सो होपफुल आज केही न केही चाहिँ हिजोभन्दा चाहिँ केही राम्रो इम्प्रुभमेन्ट हुन खोजेको जस्तो चाहिँ देखिन्छ है त। सो बजार अझै पनि माथि जान सक्छ भन्ने लगभग कोसिस छ र बजारमा हेर्ने भने माथि नै हो। योचोटिको बजारले 2800 क्रस गर्छ भन्ने ठुलो आशा लिएको छौँ। तर त्यसै गरी मैले पनि केही सेयरहरू उठाएको छु र भोलि पनि उठाउने छु र पर्सिका लेभलबाट त बजार त्यसै पनि माथि जाने नै हो भन्ने लगभग देखिँदैछ है त। सो हेर्दै जाउँ बजारले के भयो आजमा, बजारमा के हुन सक्छ र भोलिको दिनमा के हुन सक्छ त्यो प्रोबाबिलिटी आज चेक गर्नेछौँ र साथसाथै हजुरहरू जसले कमेन्ट गर्नुभएको छ हजुरहरूको रिप्लाई पनि म पक्कै पनि दिनेछु। सो आज खासै केही भएन, अन्तिममा तपाईँको केही बजार बढेको मात्रै छ। हेर्ने भने बजार न्युट्रल भन्नुपर्ने हुन्छ, 4.59 त्यही पनि अन्तिमको चरणमा बढेको छ। यसलाई त हामीलाई खासै राम्रो स्ट्रेन्थ वाइज राम्रो भनेर चाहिँ मानिँदैन एउटा इफ ट्रेडर्सहरूले। र आजको कुरा गर्ने भने सानबीले चाहिँ आज सुरुवातबाट एकदमै राम्रो गर्यो, एसएफएनएलले पनि राम्रै गरेको छ र केकेएससी प्रसेलहरू एकदमै राम्रो मुभमेन्टहरू हेर्न सकिन्छ। भन्नुको मतलब अस्तिका जुन तपाईँको एकचोटि हाइड्रोहरू अथवा नयाँहरूको एउटा नयाँ कम्पनीहरूको जुन एउटा उचाल एउटा सुरुवात थियो त्यो आजबाट फेरि पनि हुन खोजेको हो कि भन्ने देखिन्छ। त्यो कारणले गर्दाखेरि टेक्निकलतिर हेरौँ के हुनेवाला छ है त। सो बजारमा हेर्ने भने सानो एउटा बुलिस क्यान्डलको फर्मेसन भएको छ है, एउटा बजार अब माथि जा लागि भन्न देखिन्छ। तर यो एउटा ग्रिन क्यान्डल देखेरै चाहिँ उठाइहाल्नु पर्ने चाहिँ हुँदैन। केही कन्फर्मेसनमा किन्यो भने 1-2 रुपियाँ महँगो हाल्ने तर राम्रो ओइले किन्न सकिन्छ कि भन्ने देखिन्छ। त्यो कारणले गर्दाखेरि आज एउटा ग्रिन क्यान्डल बनेको छ, यसको मतलब बजार झर्नबाट रोकिएको तर बजार बढेको भन्न सकिँदैन। होलबाट हेर्ने भने त मार्केट पोजिटिभै छ र भोल्युम पनि राम्रो देखिँदैछ अझै पनि, र प्राइस पनि माथि जान खोजिरहेको जस्तो देखिन्छ। त्यो कारणले गर्दाखेरि भोल्युम बजार सबै हेर्ने भने एउटा सेन्टिमेन्ट हेर्ने भने एकदमै राम्रो देखिन्छ। सो अब के गर्ने भन्ने प्रश्न हेर्ने भने चाहिँ सपोर्ट र रेसिस्टेन्टको कुरा गर्ने भने 2654 हाम्रो सपोर्टको रेसिस्टेन्ट देखिन्छ भने 2620 हाम्रो सपोर्ट एरिया देख्न सक्नुहुन्छ। र बजारले अब अझै पनि कुन मुभमेन्ट हिट गर्नु पर्यो भन्दाखेरि यो स्विङ हिट हुनुपर्ने हुन्छ। त्यसको लागि तैँले हामीले त्यतिर किनेर चाहिँ एउटा प्रेसर दिनुपर्छ कि बजारलाई भन्ने प्रष्ट क्लियर देखिन्छ। अझै पनि तपाईँको एउटा साइडवेजको मुभमेन्टमा बजार गइरहेछ, तर यो साइडवेज पनि बजारको हितकै लागि राम्रो अपट्रेन्डकै लागि देख्न सक्नुहुन्छ। र तपाईँको गेनफेनबाट पनि हेर्ने भने चाहिँ सपोर्टको रूपमै काम गरिरहेछ भनेपछि धेरै कम्पनीहरूको सपोर्ट र धेरै इन्डिकेटर्सहरूलाई युज गर्दा पनि राम्रो प्रोबाबिलिटी बजार माथि जान्छ जस्तो देखिन्छ। त्यो कारणले गर्दाखेरि डराउनु पर्दैन। अझै पनि बजारको चाहिँ एउटा च्यानलबाट हेर्ने भने चाहिँ बजार अझै पनि हाइप गर्दै बजार माथि जान सक्छ अथवा 2800 को यात्रा तय गरेर चाहिँ बजार झर्नुपर्ने हो, नत्र भने त्यस्तो डराइहाल्नुपर्ने अवस्था चाहिँ देखिएको चाहिँ छैन भनेर भन्दैछ है त। सो हजुरहरूले अब के गर्ने, कस्तो प्लानिङ गर्ने भन्दाखेरि चाहिँ यो लेभलमा मैले किनेको पनि छु र अहिले पनि लबलब केही सेयरहरूमा राम्रो प्रफिटेबल बिट गरेको पनि छ। यो क्यान्डलमा किनेको छ, यो क्यान्डलमा किनेको छ र बिट पनि गरियो। आज पनि थोरै मैले एन्ट्री गरेँ र हजुरको लबलब एन्ट्री पोइन्ट अझै पनि हामी कन्फर्मेसनमा खेल्न मन छ, हजुरलाई कन्फर्मेसनमा बिट गर्न मन छ भने चाहिँ एटलिस्ट हजुरले के गर्नु पर्यो भन्दाखेरि 2655 भन्दा माथि जान्छ भोलिको दिनमा। यदि भोलिको क्यान्डल अथवा तपाईँको आइतबार त बिदा छ होला, सोमबार जहिले भए पनि अब यसको भनौँ न एउटा अघिल्लो क्यान्डल त्यो क्यान्डलले चाहिँ 2655 हाराहारी क्रस गर्छ भने तपाईँले मजाले एन्ट्री गर्न सक्नुहुन्छ। ट्रेलिङ स्टप लस अब तपाईँले कहाँ एन्ट्री गर्दै हुन्छ अथवा तपाईँले 2620 भन्दा तल आउँछ भने एक्जिट गर्ने एउटा हिसाबले जानुहोस्, होइन भने यो लेभलसम्म हामी हेर्नुपर्ने हुन्छ। यसलाई नै हामीले एउटा साइडवेजको एउटा क्राइटेरिया गरेको छौँ। त्यो कारणले गर्दाखेरि डोन्ट वरी, डोन्ट बी प्यानिक। र 1 घन्टाको टाइम फ्रेममा पनि गजबको बजार छ, एफएजी एरियामै आएर उठ्न खोजेको बजार हो, लिक्विडिटी छ, हाई बनाउँदै बजार माथि जान खोजिरहेछ। यो लेभलमा अलिकति स्ट्रेन्थहरू मान्छेहरू इन्ट्रेस्ट चाहिँ भइरहेको छैन, इन्ट्रेस्टेड हुनु पर्यो त मान्छेहरू किन्छन्। त्यो कारणले खासै भएको चाहिँ देखिँदैन। अब हेरौँ सोमबारको क्यान्डलले के गर्छ, तल आएछ भने फेरि त्यतिर एफएजी एरियातिर विचार गर्नुपर्ने हुन्छ है त। सो हाम्रो विकको कुरा गर्ने भने यो हप्ता पनि राम्रो भयो, अस्तिको हप्ता त्यसै पनि राम्रो भयो, यो हप्ता पनि राम्रो भएको छ। अब अर्को हप्ता बजारले 2750 सम्म पुर्याउनु पर्छ कि बजार भन्ने देखिन्छ। त्यो कारणले गर्दाखेरि जताबाट पनि राम्रो देखिन्छ। हाइकेन्सीबाट चाहिँ अलिकति रेड बन्यो, मलाई त्यहाँ अलिकति चित्त नबुझेको चाहिँ त्यहाँ छ। त्यही भएर चाहिँ सोमबार चाहिँ हरियो बन्यो भने यसलाई पनि क्यान्सल गर्ने छौँ अस्तिको जस्तै, होइन। एउटा रेड बने तापनि अन्तिममा गएर फेरि 3टा बिट गरेको छ। त्यो कारणले गर्दाखेरि मलाई यसमा अलिकति चित्त बुझेन। आज मान्छेहरू यस्तो लेभलमा पनि बेच्न खोजिरहेका छन् भन्ने यहाँ प्रष्ट क्लियरली पनि देखिन्छ है, बेचे भन्ने देखिन्छ। अझै पनि एउटा बुल रन गर्नुपर्छ कि मार्केटले भन्ने देखिन्छ। सो त्यो कारणले गर्दाखेरि हाम्रो मन्डे चाहिँ के हुनु पर्यो भन्दाखेरि हरियो बनेर माथि जान्छ भने हजुरले पनि बाई गर्न सक्नुहुन्छ। र यहाँ अलिकति इन्ट्रेस्ट लेभल कम भइरहेछ, मधुरो भइरहेछ है, सानो फिजहरू अथवा तपाईँको हिस्टोग्रामहरू पनि सानो देख्दै हुनुहुन्छ। यसको मतलब चाहिँ तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि तपाईँको चाहिँ हिस्टोग्रामहरू पनि सानो छन्, मान्छेहरू इन्ट्रेस्टेड चाहिँ यति धेरै छैनन्, यसको लागि किनेर जाउँ भनेर चाहिँ
हात धेरै सबै भएभरको पोर्टफोलियो हात लगाउन चाहिँ गाह्रो छ। तैपनि केही कम्पनीहरूमा बिल्डअप गरेर हेर्न सक्नुहुन्छ। जस्तै लाइक आज भनौँ न सस्ता बिएचएलहरू, एचडिएसपिसीहरू, एसएचएचएलहरू जस्तो, एकेजेसिएलहरू जस्ता कम्पनीहरू, जुन कम्पनीहरू चाहिँ खासै माथि जान सकेका थिएनन्, यो मुखीमा झुन्डेको कम्पनी हुन्। तर त्यस्ता खालका कम्पनीले पनि आज जे भए पनि तपाईँको चाहिँ राम्रो सुरुवात गरेको छ। कतिले नोटेट गर्नुभयो यो कुरामा है, जुन कम्पनीहरू खासै मुभमेन्ट नभएका कम्पनीहरू होइन, हिजो अस्ति एनएसपिसीहरू जस्तो कम्पनी हेर्नु त, एनएसपिसी जस्तो कम्पनीहरू, एचडिएसपिसी जस्तो कम्पनी मुभमेन्टै नभएका कम्पनीहरू आज छिरेका छन्। यो चाहिँ अब सोमबारतिर यस्ता कम्पनीलाई पक्रियो भने चाहिँ यस्तो कम्पनीबाट धेरै माथिसम्म राख्ने भन्ने हुँदैन। यस्तो कम्पनीहरू हामीले धेरै कमाउँछु पछिसम्म भन्ने होइन। यस्ता कम्पनी 15 रुपियाँ टार्गेट राखेर 15 रुपियाँ 20 रुपियाँ जति टार्गेट, 20 पनि धेरै भयो जस्तो लाग्छ मेरो लागि चाहिँ यो कम्पनीहरू 15 रुपियाँ टार्गेट सेट गरेर चाहिँ अगाडि जान सक्नुहुन्छ। यानि कि 15 रुपियाँ बढ्छ ढालिदिने भन्नुपर्छ, क्वान्टिटीमा पिल्नु पर्यो के बजार। यस्तो लेभलमा चाहिँ क्वान्टिटीमा धेरै क्वान्टिटी बिट गरेर किन्नु पर्यो। एटलिस्ट हजुरले 5000 क्वान्टिटी, 10, 20, 25, 30,000 क्वान्टिटीहरू बिल्ड गरेर अब हेरेर हुन्छ आफ्नो क्षमता कति छ, त्यो हिसाबले क्वान्टिटी सस्तो पनि त छ नि होइन, क्वान्टिटी बिट गरेर चाहिँ हजुरले यस्ता खालको कम्पनीहरूमा जान सक्नुहुन्छ। सो आजको चाहिँ मुभमेन्ट राम्रै छ। अब अलिकति राम्रो नराम्रो भन्ने कम्पनी भन्दा पनि सबै कम्पनीहरूमा चाहिँ म फियरै देख्छु, राम्रै देखिरहेको छु। अब ब्याङ्किङहरू पनि आइरहेछ, कता कता साथीहरू मैले पनि ब्याङ्किङहरूमा उठाउन खोजिरहेको छु। सिद्धार्थ ब्याङ्क त मैले पहिलेबाटै उठाइरहेको छु। अब मलाई सानिमा ब्याङ्क पनि एकदमै मन परिरहेको छ होइन, सिद्धार्थ र सानिमा ब्याङ्कमै म एकुमुलेट गर्दै अगाडि जाउँ कि भन्ने एउटा योजना पनि बनाएको छु। ब्याङ्किङ पनि हेर्न सक्नुहुन्छ। र इन्डिकेटर्सको कुरा गर्ने भने म्याकडीबाट पनि राम्रो छ, आरएसआई पनि त्यस्तो झरेको छैन। 50बाट तललाई झर्यो भने चाहिँ एउटा फियर हुनसक्छ, त्यो अलिकति डर मर्दो छ। अनि हाम्रो बुलिङ्गर ब्यान्ड मसम्म चाहिँ हेर्नुपर्छ कि 2615सम्म चाहिँ हामीले हेर्नै पर्छ एटलिस्ट भन्ने मेरो पनि धारणा हो। त्यो कारणले गर्दाखेरि त्यस्तो साह्रै बेचिहाल्नुपर्ने जस्तो लाग्दैन र बजार पोजिटिभै छ। मैले चाहिँ बेचेको छुइनँ, धेरै साथीहरूलाई बरु किन्नुपर्छ कि जस्तो लाग्दैछ। पनि एडिएक्सको जुन एउटा केस छ होइन, एडिएक्सले पनि एउटा पावर देखाउन सक्छ तर पावर देखाएको छैन अझै पनि। सो 24-25 त कहिले जान्छ, त्यही पनि एउटा माइनर स्विङ जान सक्छ। हजुरहरूलाई यस्तो लेभलमा पनि कुन किन्ने कुन बेच्ने कन्फ्युज हुनुहुन्छ भने सेयर मार्केटमा हजुरहरू आउन सक्नुहुन्छ। र हाम्रो एप पनि लगभग छिटै नै लन्च हुन खोजिरहेको छ। सो हजुरहरू पनि आउन सक्नुहुन्छ। वाट्सएप ग्रुप 2816022897 है त। ल आजको बजारको कुरा गर्दा ठिकै छ, आज खासै पनि थिएन, न्युट्रल थियो बजार। न्युट्रलको बजारमा मैले के भन्नुपर्छ छैन, तर योजना गर्नुहोस्, राम्रो कम्पनीहरू चुज गर्नुहोस्, त्यसमा कमाउन पनि सकिन्छ। एनजिपिएल बाईको लागि भन्दा हुन्छ, म त एनजिपिएल उठाउनु नि भन्छु। एनजिपिएल मलाई पहिले पनि मन परेको कम्पनी र 58ले पनि राम्रो रेसियो लिँदै गएको कम्पनी पनि, यो सस्तो मस्तो राम्रो लाग्छ मलाई चाहिँ एनजिपिएल। चार्ट वाइजमा हेर्ने भने चाहिँ त्यस्तो स्ट्रङली चाहिँ छैन। स्ट्रङली हुनको लागि चाहिँ थोरै बजारले चाहिँ के गर्नु पर्यो भन्दाखेरि थोरै झर्नु चाहिँ पर्ने थियो तपाईँको चाहिँ। झरेन एटलिस्ट 370 को हाराहारी आइदियो भने चाहिँ 350 आइदियो भने चाहिँ एकदमै राम्रो देखिन्छ। पिएसएल बाई 270 बाई गरेको के गर्नेलाई राख्न सक्नुहुन्छ हजुर। बिएसएल कतिमा बाई गर्ने सर के नगर्ने भन्नुहुन्छ। बिएसएल भन्दा पनि अब अहिले अलिअलि मुभमेन्टहरू भएका कम्पनीहरू फोकस गर्न सक्नुहुन्छ। अब विकास हाइड्रोमा पनि त्यस्तो नराम्रो भन्न चाहिँ मिल्दैन, उठ्न खोजिरहेछ। एटलिस्ट 550-60 तिर जान सक्छ कि भन्ने एउटा योजना देखिन्छ हजुर। गुड मर्निङ बन्दीपुरको के गर्ने होला, वे त वेट नि भन्छु। 1000 एउटा टार्गेट सेट गरेको छौँ। अभियानलाई के गर्ने भन्दै हुन्छ हजुरको चाहिँ। अब अभियान त्यति नराम्रो स्टक पनि होइन पहिलेबाटै हामीले पनि भनिरहेको छौँ अभियान पनि त्यति नराम्रो स्टक होइन। सो एकुमुलेट एरिया नि छन्। सो हजुरले वेट गरेर बस्नुभयो भने चाहिँ अझ बेटर हुनसक्छ। डेल कस्तो छ भन्नुहुन्छ, डेलको त एकदमै राम्रो हुन्छ। जस्तै सानवी बबाले गयो, यसरी लिड गर्दा चेन्जेसहरू बजार के हुन्छ भन्दा सबैले बेच्छन् निस्किन्छन्, तर तपाईँले आफ्नो कम्पनीमा बिल्डअप गर्नुहोस्। एनएरएनको लागि के गर्ने भन्दा हुन्छ, सपोर्टको लेभलमा छ, वेट गर्न सक्नुहुन्छ। एनमाइक पनि वेट गर्नुहोस्, एभ्रिथिङ गर्दै जानुहोस्। लङ भिजनको लागि सोच्नुपर्ने हुन्छ। बन्दीपुर वेट गर्नु होला, राम्रो छ। युएसएफएलको बारेमा के गर्ने दाइ, माथि जाला जस्तो गरिरहेको छ, सपोर्टमै पनि छ भन्ने हुन्छ। अलिअलि विचार गर्न सक्नुहुन्छ। बन्दीपुर अझै पनि म भन्छु होल्ड गर्नुहोस्। कुन किन्दा राम्रो हो त्यसको लागि चाहिँ हामीसँगै सम्पर्क गर्नु होला। आइएचएलले राम्रो बिट गर्न सकिरहेको छैन, आज भोलि चाहिँ आइएचएलमा आएको पनि छ, र अन्तिममा आइएचएल चाहिँ झारेको छ, खासै उठाउन सकिरहेको छैन होइन, बेचिरहेछन्। एउटा मुभमेन्टको वेट गरौँ अनि त्यसपछि हामी यो कम्पनीबाट पनि एक्जिट पोइन्टलाई नि बेटर हुन्छ तपाईँको चाहिँ। अब फरेक्सतिर जानुपर्छ। आज मैले बाई गरेँ, म त आज बाई गरेँ भन्नुहुन्छ। ल ठिकै छ, धेरै सिकेएचएल कारोबार बोल्डिङ एनएससी गरिदिनुहोस् न भन्नुहुन्छ। यस्तो हुन्छ। सिकेएचएल एउटा लो क्याप कम्पनी पनि हो, हुन चाहिँ टाइमिङको मुभमेन्ट मान्छ। लो क्याप कम्पनीहरूले अझै राम्रो गर्न सक्छ। 750-750सम्म गइदियो भने चाहिँ एटलिस्ट टार्गेट चाहिँ हेर्न सक्नुहुन्छ। सानवी आजै किनेको 790मा भन्नुहुन्छ। ल सानवीले त आज त एकदमै राम्रो गर्यो, सानवी किन्नु भएछ। अब लेट्स सी, राम्रै हुनसक्छ बजार। ओएमपिएल मिड टर्मको लागि राम्रो गर्नुहोस्, 1600 को आसपासमा तपाईँ किन्नुहोस् न भन्ने हुन्छ। मैले त किनिरहेको छु त हजुर। एसआई प्यानलको वेट गरेर हेर्न सक्नुहुन्छ बजारमा। एलआइसी 200 भन्दा हुन्छ, राम्रो छ हजुर। जताततै देख्छु आज त जेले बिग बुल ग्रो ट्रेडिङ
ल टिटिएलको कुरा गर्ने भने वेट गर्नु होला। अब चाहिँ भन्दै हुनुहुन्छ बजार न्युट्रलको केसमा छ। अब मैले यहाँ केही भन्नुपर्छ जस्तो लाग्दैन, तपाईँहरूलाई मैले भनिदिइसकेको छु। आज बजार न्युट्रल छ। अब सोमबारबाट राम्रो माथि जान्छ भने बजार एन्ट्री गर्न रेडी हुनुहोस्, गएन छ भने वेट गरे पर्खिने बस्ने नै छ, किनकि बजारको होल ओभरअल मुभमेन्ट पोजिटिभ नै छ। सो हजुरहरू हाम्रो ग्रुपमा आउन सक्नुहुन्छ र लाइक सेयर सब्सक्राइब गरेर साथ दिँदै गर्नु होला। जो नयाँ हुनुहुन्छ लाइक गरेर साथ दिँदै गर्नुहोस्, फलो गरेर साथ दिँदै गर्नुहोस् र कमेन्ट गर्नुहोस्। हजुरको रिप्लाई म पक्कै पनि दिनेछु है त। सो आजको दिन त खासै शुभ भएन, अब भोलिको दिनबाट राम्रो होला कि भन्ने आशा लिएको छु।